एक्चुअली यसमै मैले एउटा जोडिहालेँ होइन। आज मात्रै नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालले चाहिँ यो मास चाहिँ पैसाले किनेर ल्याएको हो र यो चाहिँ अब पैसा हुन्जेलसम्म रहन्छ, हेरौँ कति दिनसम्म रहन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिनुभएको छ। यसमा के भन्न चाहनुहुन्छ? बिचरा प्रचण्डको मैले अब धेरै प्रतिवाद गरिराख्नु पर्ने केही कुरा पनि छैन। राम्रो भए पनि नराम्रो भए पनि उहाँ गणतन्त्रको संस्थापक, उहाँको नेतृत्वमा गणतन्त्रको मुद्दा नेपालमा उठेको हो। त्यस कारणले गणतन्त्र हल्लिँदाखेरि सबभन्दा ठुलो पिर उहाँलाई पर्नु स्वाभाविक हो। त्यस कारणले त्यो पिर परेको बेला के बरबराउने के भन्ने त्यस्तो कुराहरू आउनलाई मैले अन्यथा मान्दिनँ। किनभने उहाँहरूले गणतन्त्रको पक्षमा अघिल्लो दिनमा यहाँ चाहिँ प्रदर्शनहरू चाहिँ गर्न चाहिँ कुन प्रकारका मान्छेहरू टाढा टाढाबाट बोकेर ल्याउनु भएको थियो, पार्टी प्यालेसहरूमा कुन प्रकारको भोज भतेरहरू लगाउनु भएको थियो, उहाँहरूलाई थाहा छ कि खुवाएर पैसा वितरण गरेर मान्छे ल्याउने जुलुस गर्ने भन्ने कुरा। त्यस कारणले आफ्नो अनुभव उहाँले बताउनु भएको, त्यसमा मेरो कुनै टिप्पणी छैन। हामीले भनेका छौँ जनताको मद्दत पुग्यो र यसरी नै जनसमर्थन बढिराख्यो भने हामीले यो सरकारलाई झुक्न बाध्य बनाउँछौँ। जनसमर्थन आवश्यकता अनुसारको पुग्न सकेन भने फेरि अर्कोचोटि प्रयास गर्छौँ, निरन्तर रूपमा लागिराख्छौँ र उहाँहरूले गणतन्त्रको लोकतन्त्रको नाममा देशमा जुन लोकतन्त्र मचाइराख्नु भएको छ त्यसको अन्त्य गरेर छाड्छौँ र सधैँभरि यस प्रकारको लुटिराख्ने उहाँहरूको त्यो जुन सुविधा छ त्यसको त अन्त्य गर्छौँ।